यति बेला बिचरक्ती भुन्टेको अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउनको लागि सुकुमाया आइसकेकी छन्। यसै विषयमा रहेर आज चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। भिडियोलाई भने अन्तिम समय हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौँ। दर्शकबिन आज हामी चर्चित टेलिसिरियल भुन्टीको रिभ्यू भिडियो मार्फत यहाँहरूलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्न गइरहेका छौँ। हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा लिएका छौँ। दर्शकबिन विगत लामो समयदेखि भुन्टीलाई घर परिवारले निकै नै अन्याय अत्याचार गरिरहेका थिए। यति बेला भने अब भुन्टीको साथमा फेरि एकपटक सुकुमाया आइसकेकी छन्। अब यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। दर्शकबिन विगतमा पनि भूपेन्द्रले पटक पटक यातना दिँदाखेरि सुकुमायाले भूपेन्द्रलाई राम्रोसँग सबक सिकाएकी थिइन् भने यति बेला पनि भूमिका भीम भूपेन्द्र लगायत सम्पूर्ण परिवार मिलेर चाहिँ भुन्टीलाई यातना दिइरहेका अवस्थामा सुकुमायाले फेला पारिसकेछि। सुकुमायाले भुन्टीलाई यातना दिनुको मेन कारण के हो भन्ने कुरा सम्पूर्ण बुझिसकेकी छिन् भने अब भूपेन्द्रका परिवारको विरुद्धमा महत्त्वपूर्ण प्रमाणहरू जुटाइसकेका छिन्। यसै विषयमा आज चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा लिएका छौँ। दर्शकबिन जब भुन्टीलाई यातना दिइरहेका भूपेन्द्रका परिवारहरूको भने यति बेला होस नै उडेको छ। दर्शकबिन जब सुकुमायाले टेलिकम पुगेर आफ्नो महत्त्वपूर्ण रेकर्डेडहरू लिएर भुन्टीको घरमा आइपुगिसकेपछि जब भूपेन्द्रले भन्दै थिए कि यसले सम्पूर्ण प्रमाण लिएर यहाँ आउँछे, म प्रमाण बुझ्न प्रमाण हेर्न अन्यत्र जाने छैन भनेर भुन्टीलाई गाली गरिरहेको अवस्थामा जब सुकुमायाको प्रवेश भयो त्यसपछि सुकुमायाले आफ्नी नन्दले दुःख पाएको देख्न नसकेर भुन्टीले राति 10:30 बजे गाउँको मुखियाको छोरालाई फोन गरेर गाली गरेर सम्झाउँदाखेरि त्यस विषयमा भुन्टीले नै बलात्कार गर्न लगाएकी हो भनेर उक्त व्यक्तिले भीम र भूपेन्द्र विरुद्धका बिचमा भन्दाखेरि यो विषय प्रसङ्गले यति बेला भुन्टीलाई यातना दिइरहेका छन् भूपेन्द्रका परिवारले। दर्शकबिन यथार्थ कुरो भने अर्कै रहेछ भन्ने कुरो यति बेला सुकुमायाले लिएर आएको प्रमाणबाट खुलिसकेको छ भने यति बेला भूपेन्द्रका परिवार भीम भूपेन्द्र भूमिका लगायतको होस उडिसकेको छ। यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। आजको भिडियो निकै नै महत्त्वपूर्ण छ। आजको यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा पनि लिएका छौँ। दर्शकबिन यति बेला भुन्टीका विरुद्धमा भूपेन्द्रका परिवारले आवाज उठाइरहँदा भूपेन्द्रका परिवारमाथि नै धावा बोल्ने गरी सुकुमायाले निकालेको यो प्रमाण र सुकुमायाको यो साहस र आँटलाई सबैले सलाम गर्न आवश्यक छ। दर्शकबिन विगतमा पनि अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउँदै आइरहेकी सुकुमायाले यति बेला पनि भुन्टीको पक्षमा आवाज बुलन्द गर्न सफल भएकी छिन्। दर्शकबिन यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। दर्शकबिन बेला बेलामा फोनमा कुराकानी हुँदा पनि भुन्टीले आफ्नै मितिनी सुकुमायालाई सबै कुरा ढाँटेकी हुन्छन्। उनले सबै राम्रो छ ठिक छ भनेर टारेकी हुन्छन्। तर आफ्ना श्रीमानले आफ्नी नन्द देवरले पटक पटक यातना दिएर घरबाटै निकाल्ने कोसिस गर्दा मार्न खोज्दा पनि भुन्टीले भने आफ्ना परिवारको विरुद्धमा कुनै पनि आवाज उठाएकी हुन्नन्। उनले सकेसम्म आफ्ना परिवारलाई अन्याय हुन दिनु हुँदैन, आफ्ना परिवारको इज्जतमा कहिले पनि दाग आउने काम गर्नु हुँदैन भनेर सुकुमायासँग भुन्टीले सबै कुरा लुकाएकी हुन्छन्। तर भुन्टीले लुकाएका सबै कुराको पर्दाफास सुकुमाया स्वयं भुन्टीका घरमा सहरको घरमा आइपुगिसकेपछि एकाएक बाहिर आउँछ। दर्शकबिन जब सुकुमाया भुन्टीको सहरको घरमा आइपुग्छिन् त्यति बेला भुन्टीलाई भने भूपेन्द्र लगायत भीम भूमिका
भूपेन्द्रहरूले यातना दिइरहेको अवस्थामा जब सुकुमायाले फेला पार्छिन् त्यसपछि एक एक प्रमाण जुटाएर यिनीहरूको भण्डाफोर गर्नुपर्छ भन्ने उद्देश्यका साथ सुकुमायाले सम्पूर्ण प्रमाण जुटाउने कोसिस गर्छिन् र छोटो समयमै प्रमाण जुटाएर फेरि भुन्टीको घरमा आइपुग्छिन्। दर्शकबिन त्यसपछि भने भूपेन्द्र भीम भूमिका लगायतको सातो जान्छ। अब के गर्लान् त भीम भुन्टीको नन्द भूमिका र भूपेन्द्रले, यस विषयमा पनि आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौँ। दर्शकबिन जब भूपेन्द्रले भुन्टीलाई यातना दिएर गाली गरिरहेका थिए, कुटिरहेका थिए, पिटिरहेका अवस्थामै पनि सुकुमायाले फेला पारिसकेपछि अब यस विषयमा के होला त? सुकुमायाले भूपेन्द्रका परिवारलाई त्यत्तिकै छोड्लिन् त? यो विषयमा पनि चर्चा अनि परिचर्चा गर्न गएका छौँ। दर्शकबिन जब आफ्नै आँखा अगाडि आफ्नै मितिनीलाई त्यति धेरै गाली बेइज्जत र यातना दिएको देखिसकेपछि भुन्टीको आँखाको आँसु पुस्नको लागि सुकुमायाले अब त्यत्तिकै सहेर बस्ने छैनन्। यसै प्रसङ्ग पनि आजको भिडियो मार्फत यहाँहरूको सामु जोड्न चाहन्छु। दर्शकबिन अब सुकुमायाले त्यत्तिकै छोड्नु हुँदैन यिनीहरूलाई, अब भुन्टीलाई साथ दिनुपर्छ भन्ने जतिले भुन्टी लेख्न नभुल्नुहोला। दर्शकबिन नेपाली चर्चित टेलिसिरियल भुन्टीलाई कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ, आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखेर साथ दिन पनि नभुल्नुहोला। दर्शकबिन हामीले प्रस्तुत गरेको भिडियो सामग्री मन परेको खण्डमा हाम्रो भिडियोलाई एउटा लाइक गरेर च्यानललाई सब्सक्राइब गरेर जोडिन पनि नभुल्नुहोला। साथै भुन्टी र सुकुमाया लेख्न पनि नभुल्नुहोला भन्न चाहन्छु। दर्शकबिन जब नेपाली सिरियल भुन्टीमा यति बेला भुन्टीलाई यातना दिइरहेको प्रसङ्ग बाहिर आएको छ, त्यस विषयमा अब सुकुमायाले के गर्लिन् त? तपाईहरूलाई सुकुमायाले के गरे हुन्थ्यो भन्ने लाग्छ? मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासा छन् भने कमेन्टमा झर्को नमानिकन लेखेर साथ दिनुहोला। दर्शकबिन सुकुमायाले अब भूपेन्द्र भीम भूमिका लगायतलाई भने राम्रोसँग सबक सिकाउनुपर्छ भन्ने जतिले हाम्रो यस भिडियोलाई एउटा लाइक गरेर कमेन्टमा सुकुमाया लेख्न पनि नभुल्नुहोला र भिडियोलाई सेयर गर्न र लाइक गर्न भने अवश्य नछुटाउनुहोला भन्न चाहन्छु। दर्शकबिन यदि सुकुमाया सहर आएकी थिएनन् भने जब सुकुमाया सहर नआइपुगेको अवस्था थियो भने भुन्टीको जीवनमा निकै नै अप्रिय घटना घट्ने निश्चित भएको देख्न सकिन्छ। दर्शकबिन धेरै लामो समयदेखि भुन्टीलाई अन्याय अत्याचार गरिरहेका परिवारले यति बेला जब सुकुमाया एउटा फिल्म खेल्ने कामको लागि सहरमा आएकी थिइन् र होटलमा बसेकी सुकुमाया एकाएक आफ्नी मितिनी भुन्टीको याद आयो र अब भुन्टी मितिनीलाई भेट्छु भन्ने उद्देश्यका साथ भुन्टीको घर पुगिन्। जब सुकुमाया भुन्टीका घर पुग्छिन् तब भुन्टीको बिजोको अवस्था देखेर सुकुमायाको आँखा रसाउँछ। दर्शकबिन त्यसपछि के भएको हो वास्तविकता बुझ्नलाई उनी लागि पर्छिन् र छोटो अवधिमा नै भूपेन्द्रका परिवारले भुन्टीमाथि अन्याय अत्याचार गरेका छन्, नहुने कुराको आरोप लगाएर उनलाई यातना दिएका छन् भन्ने कुरा सम्पूर्ण बुझिसकेपछि उनी एकाएक नेपाल टेलिकम पुग्छिन्। नेपाल टेलिकममा गएर यस्तो यस्तो भएको भनेर सम्पूर्ण त्यो डेटको विवरण माग्छिन् र त्यो विवरण लिएर फेरि भुन्टीको घरमा सुकुमाया पुग्छिन् र भुन्टीको घरमा सुकुमाया पुगिसकेपछि त्यो कुराको पर्दाफास हुन्छ। त्यो कुरा बाहिर आउँछ जुन कुरा भुन्टीमाथि आक्षेप लगाएको थियो। भुन्टीले नै त्यो व्यक्तिलाई मेरी नन्दलाई बलात्कार गर भनेर आरोप लगाएको थियो, उक्साएको भन्ने कुराको आरोप जुन भीम भूमिका र भूपेन्द्रले लगाएका थिए त्यो निराधार रहेको कुरा प्रष्ट बाहिर आउँछ। दर्शकबिन त्यसपछि भने भूपेन्द्रका परिवारको अंशले ठाउँ छोड्छ, होस नै उठ्छ। दर्शकबिन यसै विषयले चर्चा अनि परिचर्चा पाइरहेको छ। दर्शकबिन जब सुकुमायाले सम्पूर्ण प्रमाण ल्याएर सुनाउँछिन् त्यसपछि भने भूपेन्द्रका परिवार
को होस उड्छ गुम्छ। अब भुन्टीले न्याय पाउने निश्चित भएको छ। दर्शकबिन भुन्टीले न्याय पाएको हेर्नेहरू कहाँकहाँदेखि को हुनुहुन्छ सबैजनाले म छु भनेर लेख्न पनि नभुल्नुहोला। साथै हामीले प्रस्तुत गरेको सामग्री मन परेको खण्डमा हाम्रो यो भिडियोलाई एउटा लाइक गरेर सँगै रहेको च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नुहोला। हाम्रो मेहनत र हामीले मेहनत गरेर बनाएको भिडियो मन परेको खण्डमा हाम्रो भिडियोलाई एउटा लाइक र सेयर अवश्य गर्नुहोला भन्न चाहन्छु। साथै सुकुमाया र भुन्टी लेख्न भने नभुल्नुहोला भन्दै आजको यो महत्त्वपूर्ण विचारबाट यहाँहरूको माझबाट ओझेल पर्न चाहन्छु। यहाँहरूको समय शुभ रहोस्। हस्त धन्यवाद। शुभ समय।